यहाँहरू सबैलाई हार्दिक नमस्कार। जय नेपाल। म राष्ट्रिय स्वतन्त्र पार्टीको यो प्रथम ऐतिहासिक अधिवेशनको मेरो तर्फबाट र हाम्रो पार्टी नेपाली कांग्रेसको तर्फबाट सम्पूर्ण सफलताको कामना व्यक्त गर्दछु। पार्टी गठन भएको करिब 4 वर्षमै तपाईहरुले जुन जनसमर्थन प्राप्त गर्नुभएको छ यो लोभलाग्दो छ। म यसको मुक्त कण्ठले प्रशंसा गर्दछु। संगठन निर्माणदेखि निर्वाचनमा सफलता प्राप्त गर्ने यो यात्रामा पार्टी सभापति आदरणीय रवि लामिछाने, सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले जुन कुशलतापूर्वक नेतृत्व गर्नुभएको छ र तपाईहरुले जुन साथ दिनुभएको छ, तपाईहरु सबै बधाईको पात्र हुनुहुन्छ। तपाईहरु सबैलाई हार्दिक बधाई ज्ञापन गर्छु। यो अधिवेशनबाट नेतृत्व चयन कसरी गर्ने भन्ने बारेमा तपाईहरुले निदो गरिसक्नुभयो भन्ने हामीले छापाहरूमा पढ्यौं। रविजीले फेरि सभापतिको रूपमा जिम्मेवारी लिने र बालेनजी वरिष्ठ नेताको रूपमा रहने भन्ने हामीले छापाहरूमा पढ्यौं। तपाईहरु दुवैजनालाई फेरि यसका निम्ति शुभकामना छ। तपाईहरुले मिलेर सबै कुरा टुङ्गाउँदै हुनुहुन्छ। तपाईहरुले हामीलाई अप्ठ्यारो पनि पार्ने हुनुभयो। डेमोक्रेसी, रूल अफ ल, इन्क्लुजन, सोशल जस्टिस यो केवल संविधानमा सजाउनका निम्ति राखिएका विषयहरू मात्र रहेनन्। नेपाली सोसाइटीको डीएनएमा यी सबै कुराहरू राम्रोसँग घुलिएका छन्। म विश्वास गर्छु राष्ट्रिय स्वतन्त्र पार्टीको यो अधिवेशनले समाजका यी आधारभूत मूल्यहरूमा आफ्नो दृष्टिकोणलाई स्पष्ट बनाउँछ मात्र होइन, मन, वचन र कर्मले यी मूल्यहरूलाई लिएर अगाडि बढ्ने कुराको प्रण पनि गर्छ भन्ने विश्वास पनि व्यक्त गर्छु र मेरो शुभकामना पनि व्यक्त गर्छु। नेपालको राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको यो जनमत असाधारण छ। यसमा दुई मत छैन। इतिहासमा 3-4 पटक, एक पटक यस्तै खालको जनमत, बाँकी रहेको समयमा यस्तै खालको जनमत, करिब 3-4 पटक नेपालका राजनीतिक दलहरूले प्राप्त गरे। तर हरेक पटक त्यो जनमत दुर्घटनामा पर्यो। किन पर्यो? एउटा, जुन राजनीतिक दलले त्यो जनमत प्राप्त गर्यो त्यो राजनीतिक दलको नेताहरूको अहंकारको बीचमा टकराव भयो, व्यक्तिहरूको बीचमा टकराव भयो, जसको कारणले दुर्घटना भयो। अर्को, जनमत प्राप्त गरिसके पछाडि जनमतलाई यसरी बुझियो कि यो जनमतले मलाई शक्ति दियो, त्यो शक्तिको सीमा हुन्छ भनेर बुझिएन। त्यसले सत्ताको उन्मादमा हामीलाई चढायो, जसले गर्दा हामी अप्रजातान्त्रिक व्यवहार गर्न थाल्यौं, जसको कारणले गर्दा जनमत दुर्घटनामा पर्यो। म कामना गर्छु राष्ट्रिय स्वतन्त्र पार्टीले यी दुवै अवस्थाको सामना गर्नु नपरोस् र म शुभेच्छा पनि व्यक्त गर्छु। तपाईलाई लाग्न सक्छ कांग्रेसको एउटा सदस्य आएर राष्ट्रिय स्वतन्त्र पार्टीले शुभकामना किन दिँदैछ? तर यसको दुईटा कारण छ। पहिलो कारण, इतिहासले हामीलाई यो पनि बताएको छ, जुन बेला जनमत प्राप्त गरेका पार्टीहरू दुर्घटनामा परे, आफूलाई सम्हाल्न सकेनन्, त्यो बेलामा पहिलो शिकार त्यो पार्टी भयो। तर त्यो पार्टी मात्र भएन, सँगै रहेका अरू पार्टीहरू पनि त्यसको शिकार बने। प्रणाली बन्यो, डेमोक्रेसी बन्यो, सबैभन्दा बढी नेपाली नागरिकहरू बने। हाम्रो अधिकार कुण्ठित भयो, हाम्रो वर्षौं खेर गयो, हाम्रो जेनेरेसन टु जेनेरेसन हाम्रो खेर गयो। यो असफलता अब नेपालले बिहोर्नु हुँदैन। त्यस कारणले गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको यो सफलता स्थिरताका निम्ति सही ढंगले अगाडि बढोस् भन्ने नेपाली कांग्रेस पार्टीको तर्फबाट म मनैबाट शुभकामना व्यक्त गर्दछु। दोस्रो कारण, नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो, दुश्मन होइन। हामी प्रतिस्पर्धा गर्ने हो, हामी अग्लो हुन चाहन्छौं। तपाईहरुको अग्लाई देखेर लोभ लागेको छ, तर हामी तपाईहरुभन्दा अग्लो हुन चाहन्छौं, बन्छौं पनि एक दिन। तर तपाईहरुलाई सानो बनाएर होइन, तपाईहरुको खुट्टा काटेर होइन, मन, वचन र कर्मले इमानदारीतापूर्वक काम गरेर हामी अग्लो बन्न चाहन्छौं। हामी सफा हुन चाहन्छौं, तर तपाईहरुलाई फोहोर देखाएर होइन। हामी आफ्नो पार्टीभित्रको दुर्गन्ध हटाएर सफा हुन चाहन्छौं। हामी तपाईहरुको दुश्मन होइन। हामी संसदमा प्रतिपक्ष छौं, तपाईहरु सत्ता पक्ष हुनुहुन्छ। जहाँ प्रश्न उठाउनु पर्ने हो, औंला ठडाउनु पर्ने हो, त्यहाँ औंला ठडाउँछौं। जहाँ थपडी बजाउनु पर्ने हो त्यहाँ थपडी बजाउँछौं। नीति तथा कार्यक्रम पारित गर्ने बेलामा सम्माननीय प्रधानमन्त्रीजी आउनु भएन, मज्जाले औंला ठडायौं।
तर याद गर्नुभयो त्यही दिन राष्ट्रिय सभामा एकजना पनि राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद हुनुहुन्न थियो। राष्ट्रिय सभामा अलमल थियो। यो त्यही नेपाली काङ्ग्रेस हो जसले भन्यो भर्खर आएको सरकारको नीति कार्यक्रम बिना व्यवधान पारित हुनुपर्छ। प्रतिनिधि सभामा औँला उठायौं, राष्ट्रिय सभामा थप्पडी बजाएर त्यही नीति र कार्यक्रम पारित गर्यौं। हामी प्रतिपक्ष हौं, जहाँ औँला उठाउनु पर्ने औँला उठाउँछौं। सरकारको एउटा जिम्मेवार मन्त्रीले कुनै एउटा नागरिकलाई रुखमा बान्नुपर्छ, खुट्टा भाँच्नुपर्छ भन्यो भने औँला उठाउँछौं। तर कानुनको डोरीले सरकारले कुनै पनि समयमा गरेको अपराधको गल्तीको दण्ड दिनुपर्छ भन्दै गर्दा काङ्ग्रेसको जतिसुकै ठूलो नेता होस्, नेताको बा होस्, सरकारको पक्षमा उभिन्छौं, दोहोरोसँग थप्पडी बजाउँछौं। देशको सिमाना मिच्यो भनेर देशले सिमाना मिच्यो भन्दै गर्दा औँला उठायौं। तर राष्ट्रिय स्वतन्त्र पार्टीले यो नेपाल देशले कुनै पनि देशको सिमाना मिचेको छैन, मिच्न पनि दिन्न, हामी कसैको मिच्दा पनि मिच्दैनौँ भनेर बोलेको दिन जोरदारसँगले रासोपा भन्दा पनि ठूलो स्वरले हामी थप्पडी बजाउँछौं। हामी प्रतिपक्ष हौं, हामी प्रतिद्वन्दी होइनौं। सम्माननीय प्रधानमन्त्रीज्यू, आदरणीय पार्टी सभापतिज्यू, आदरणीय साथीहरू, म छोटकरीमा दुईटा कुरा भनेर बिदा हुन्छु। मैले बाल काङ्ग्रेसबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेको। आज म नेपाली काङ्ग्रेस पार्टीको सभापति छु। पार्टी कार्यालयमा जाँदै गर्दा कहिलेकाहीँ एक्लै सम्झन्छु, जननायक बीपी कोइरालाले लगाउनु भएको जुत्तामा खुट्टा हाल्ने अवसर म जस्तो एउटा सामान्य नागरिकका लागि ठूलो कुरा हो। म गौरव गर्छु, पुराना कुराहरू सम्झेर रोमाञ्चित पनि हुन्छु। तर गएको 10-12 वर्षमा मेरो पार्टी समेत संलग्न भएर गरेका कतिपय कामहरूका सन्दर्भमा मेरो शिर निहुराउँछु पनि। म ग्लानीको बोध पनि गर्छु र म आत्म आलोचित पनि हुन्छु। गएको 10-12 वर्ष हामीले केवल एउटा कुरा हेऱ्यौं, निर्वाचन जित्नै पर्ने। त्यो निर्वाचनबाट सरकारमा पुग्नै पर्ने। सरकारमा पुगेर शक्ति चाहिने। शक्ति के को लागि चाहिने भन्दा घरको लागि चाहिने, परिवारका लागि चाहिने, आफ्ना लागि चाहिने। यो गल्ती गएकै हो, यो गल्ती भएकै हो र यसका निम्ति गठबन्धनको राजनीतिमा लाग्यौं, यसका निम्ति भागवण्डाको राजनीतिमा लाग्यौं, सफा गर्ने कोसिस गर्यौं, हामीले सकेनौं। भाद्र 23 र 24 गते एउटा ठूलो झड्का लाग्यो। थुप्रै युवाहरूले शहादत प्राप्त गरे। हामीले पनि महसुस गर्यौं अब अबेर गरेर हुँदैन, अब सानो सानो धक्का दिएर हुँदैन। आफ्नै पार्टीभित्र लड्यौं, विद्रोह गर्यौं। बाहिर सफा गर्नुभन्दा पहिला आफ्नै घर सफा गर्नुपर्छ भन्ने ठान्यौं। सभापतिजी र साथीहरू, बाहिर लड्न सजिलो हुँदो रहेछ, आफ्नो घरभित्र लड्न गाह्रो हुँदो रहेछ। किनकि त्यहाँ नाता पर्छ, त्यहाँ सम्बन्ध हुन्छ, त्यहाँ माया हुन्छ, त्यहाँ सम्मान हुन्छ। तर हामी लड्यौं। म यही अनुभवका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका तमाम साथीहरूलाई भन्न चाहन्छु, भर्खर यात्रा सुरु भएको छ। सुशासन तपाईँहरूको मन्त्र छ, तपाईँहरूले यसमा सफलता प्राप्त गर्नुपर्छ। तर यसका निम्ति तपाईँहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्न हुँदैन। हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौं, बा बनाएर गल्ती गरिसक्यौं। तपाईँले नगर्नुहोला। गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला। हामीले ढिलो गर्यौं, त्यसैले सजाय पनि पायौं। हाम्रो पार्टी दास र लासको पार्टी होइन भन्ने कुरा हामीले केही अगाडि भन्न सक्नु पर्थ्यो, सकेनौं। हामीले ढिलो गर्यौं। त्यसबाट पनि सिक्नु होला। तपाईहरु प्रत्येक राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यहरूलाई म भन्न चाहन्छु, आफ्नै नेतालाई पनि प्रश्न गर्ने आँट गर्नु होला, साहस गर्नु होला। गल्ती हुँदै गर्दा अरू पार्टीका साथीहरूलाई भन्नै पर्छ, तर आफ्नो भित्र भन्ने साहस पनि तपाईले राख्नुपर्छ भन्ने ठान्दछु। अन्त्यमा आज म चितवन आउँदै गर्दा मैले जताततै निलो भएको देखेँ। सहरभरि निलो छ, गजब छ। यो चितवनले डिजर्भ गर्छ, चितवनको हक हो यो, राष्ट्रिय स्वतन्त्र पार्टीको पनि हक हो यो। तपाईहरु भोलि 4000 चान्चुन प्रतिनिधिहरू बसेर यो निलो झण्डा मुनि बसेर नेपालको भविष्यको बारेमा छलफल गर्नुहुन्छ। तपाईहरु त्यही गर्न जुट्नु भएको छ। तपाईहरुलाई फेरि पनि शुभकामना छ। तपाईहरु विगतमा धेरै फर्कनु पर्दैन। हामीसँग लामो विगत छ। विगतका केही प्रेरणाहरू पनि हामीसँग छन्, केही सबल पक्षहरू पनि छन्, विगतका केही ब्यागेजहरू पनि हामीहरूसँग छन्। हामी त्यसबाट भागेर हुँदैन, त्यसबाट सिक्दै सक्षमले जानुपर्छ। तपाईलाई अगाडि बढ्न सजिलो छ। मेरो तपाईलाई शुभकामना छ। मैले तपाईहरुबाट धेरै कुरा सिक्ने हो, म सिक्छु, मेरो पार्टीले पनि सिक्छ, हामी सिक्न चाहन्छौँ। तर एउटा कुरा तपाईहरुलाई अनुरोध गर्छु, तपाईहरुले विगतलाई इन्कार गर्दै गर्दा जब यो निलो झण्डा मुनिको बसेर चितवनमा तपाई विगत खराब भन्नुहुन्छ, कृपया एकैपटक 35 वर्षमा केही पनि भएन भनेर नभनिदिनु होला। कृपया पञ्चायतका 30 वर्षका संघर्षका कथाहरूलाई अन्डरमाइन पनि नगरिदिनु होला। तपाई जुन ठाउँमा उभिनु भएको छ नि, त्यही मुनि
करिब 50 जना मानिसहरूको लास गाडिएको छ 2018 सालमा। पञ्चायतको सरकारले काटेर गाडेको छ, त्यही मुनि बस उभिनु भएको छ। तपाईँले भोलि कार्यक्रम गर्ने ठाउँ पनि त्यहाँभित्र पनि थुप्रै साथीहरू गाडिएका छन्। ती सबैले काङ्ग्रेसको 4 तारे झण्डा उठाएका थिए, जय नेपाल भनेका थिए, तर आफ्नो लागि होइन, आफ्नो परिवारका लागि होइन। टाउको काटियो, रेटियो, तर तिनले बोलेको त्यो कुरा तपाईँको लागि थियो, मेरो लागि थियो, डेमोक्रेसीको लागि थियो। आज निलो झण्डा फहराउन तपाईँले पाउनु भएको छ। एकपटक झण्डा फहराउँदै गर्दा भुइँमा हेर्नु होला, चितवनको भुइँमा पनि हेर्नु होला, त्यहाँ अलिअलि रातो छ। त्यो रातो थुप्रै त्यही शहीदको रगतले लगाएको रातो थियो। त्यसलाई तपाईँले बिर्सन पाउनुहुन्न। हामी कसैले बिर्सन पाउनु, न जेएनजी आन्दोलनमा शहादत दिएकाहरूलाई बिर्सन पाउँछौँ, न नेपालका ती आन्दोलनका बलिदानहरूलाई बिर्सन पाउँछौँ। त्यही डेमोक्रेसीलाई हामीले मन्त्र बनाएर अब हामीले सुशासन दिने हो, अब हामीले डेलिभरी दिने हो, शिक्षामा राम्रो गर्ने हो, स्वास्थ्यमा राम्रो गर्ने हो, सबैतिर राम्रो गर्ने हो। हाम्रो कोही पनि दुश्मन छैन। म फेरि अन्त्यमा दोहोऱ्याउँछु, गरिबी हाम्रो दुश्मन हो, अज्ञानता हाम्रो दुश्मन हो, विभेद हाम्रो दुश्मन हो, अक्षमता हाम्रो दुश्मन हो। यी सबैका विरुद्धमा राष्ट्रिय स्वतन्त्र पार्टीले लड्दै गर्दा नेपाली काङ्ग्रेस पार्टीलाई तपाईँले तपाईँको साथमा उभिएको पाउनुहुन्छ। जहाँ विधि मिचिन्छ त्यहाँ तपाईँले काङ्ग्रेसलाई प्रश्न गर्दै गरेको पाउनुहुन्छ। किनकि तपाईँको धर्म तपाईँले निर्वाह गर्ने हो, हाम्रो धर्म हामीले निर्वाह गर्ने हो। आफ्नो धर्म हामीले निर्वाह गर्यौँ भने मलाई विश्वास छ नेपालको राजनीति लामो समयको आरोह अवरोहपछि एक ठाउँमा आएर थामिएको छ। यो संविधानलाई हामी जोगाउँछौँ, व्यवस्थालाई हामी जोगाउँछौँ र अवस्थालाई फेर्छौँ भन्ने कुराको जुन उद्घोष हामीले गऱ्यौँ, कोही हामी आफ्नो दलभित्र लड्यौँ, कोही बाहिर लड्यौँ, तर हामी सबै मिलेर सफलता प्राप्त गर्छौँ भन्ने विश्वास राख्दै राष्ट्रिय स्वतन्त्र पार्टीको यो अधिवेशनलाई नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट हृदयबाटै फेरि एकपटक हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै रविजी, बालेनजी र सिङ्गो टिमलाई हृदयबाटै बधाई प्रकट गर्दै शुभेच्छा दिँदै मेरो आफ्नो भनाइ टुङ्ग्याउन चाहन्छु। धन्यवाद, नमस्कार, जय नेपाल।